नमस्ते साथी हो। मैले यो कुरा अहिले होइन पटक पटक यही कुरा उठाइरहेको छु र म यही कुरा उठाइरहन्छु। पाकिस्तानमा 17 महिनाको बालिकालाई बलात्कार हुनु, अहिले हालसाल सिमरामा यस्ता निर्मला पन्तहरू यस्ता कयौँ हाम्रा नेपाली चेली भारतमा त्यस्तै छ। हाम्रो शरीर कस्तो छ, अब त साँच्चै भन्यो भने महिला नै अथवा नारी नजन्माऊ, कन्या नजन्माऊ भनेर भन्छु म त। त्यस्तो लाग्न थाल्यो। हामी किन जन्मिन्छौँ यिनीहरूको शिकार हुनलाई? अनि हाम्रो माग चाहिँ के त? फाँसी दे, जेल, आजीवन जेल हाल भने हुन्छ। जेल चाहिँ त्यसलाई हाल्नु भनेको सरकारीको ढिकुटी हाम्रो घरबाट उठेको पैसाले त्यसलाई पाल्नु हो। कहिलेकाहीँ कुनै केटाकेटी बदमासी गरेर अनि आएर लुकेर मलाई लुकाइदिन, मलाई त माछा माछा भनेर भन्छन्, अनि हामी लुकाउँछौँ नि केटाकेटीलाई। त्यस्तै उसलाई सुरक्षा दिएर राखेको हो सरकारी। तँलाई तिमीलाई जनताले मार्छन्, तँ यहाँ सुरक्षा भएर बस है, बाहिर ननिस्कि भनेर केही समयलाई राखेको हो। फाँसी दिँदा पनि 10 मिनट मुस्किलले होला। गोली ठाउँमा पऱ्यो भने कति मिनट लाग्छ गोलीको त मलाई थाहा छैन। अनि अब आत्महत्या गर्न भनौँ त्यतिखेर को बिचमा अलिकति डर भए पनि मुक्ति त उसले पाउँछ नि। तर हामीले उसलाई जिन्दा छोडेर उसको हतियार काट्ने हो। 2-4 जना यस्ता अपराधीको हतियार काट्ने हो भने नि यो घटना आफसे आफ बन्द हुन्छ। जेलमा लगाएर भात खराएर पनि राख्नु पर्दैन, अनि ऊ मरे मरोस् बाँचे बाँचोस्, त्यसरी छोडिदिने हो, जेल हाल्ने होइन। हाम्रो सम्पत्ति हामीले तिरेको करबाट तिरेर पापीलाई पाल्ने। सरकारको यो कुरामा ध्यान किन नगएको? म बालन सरकारलाई यही भन्छु, आउने सरकारलाई म यही भन्छु, हतियार काटौँ। हतियार 2-4 जनाको हतियार काटेर हेरौँ, अनि घटेन भने अनि मलाई आएर जे सजाय दिनु त म सजाय पाउन तयार छु। तर हतियार काट्ने हो मेन। हतियार काटेपछि यिनीहरूको कसैको पनि हिम्मत पुग्दैन। हतियार काटेर छोडिदिने हो। मेरो चाहिँ माग यही हो। र यो कुरा तपाईँलाई त कतिलाई चित्त पुच्छ बुझ्दैन। जेल 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 भनेको छ, इन्काउन्टर गर भनेको छ, झुन्डा फाँसी भनेको छ। फाँसी दिएर मुक्ति दिने होइन, हतियार काटेर खुला छोडिदिने हो मेरो चाहिँ विचारमा। सायद धेरैजनाको त्यही होला। त्यो हतियारै काम नगरेपछि ऊ आफै मर्छ। सजाय यसरी दिने हो। अपराधको प्रकृति हेरेर सजायको व्यवस्था होस्, संविधानमा लेखियोस्। तर बलात्कारीलाई चाहिँ हतियार काट्ने नै संविधानमा लेखियोस्। यदि यो लेखिएन भने हामी सुरक्षित भएनौँ भने, सुरक्षित छैनौँ, अब पनि भएनौँ भने हामी कन्या जन्माउँदैनौँ। यो दिन आउँदैन भन्न बेर छैन। हामीले दुःख गरेर बल्ल बल्ल जन्माएको हुन्छ, अनि यी पापीलाई बलात्कार गर्न छोडिदिनु। यो दिन आउँदैन भन्न छैन बालन सरकार। त्यसकारण हामीलाई बाध्य नबनाइयोस्। हामीले गर्व हेरेर पहिचान गरेर भ्रूण हत्या गर्न बाध्य नबनाइयोस् सरकार। ध्यान दियोस् यो कुरामा। सबैभन्दा मेन अब सजाय भनेको अपराधीलाई लिङ्ग काट्नु हो। यो सजाय बनाइयोस्, बाध्य नबनाइयोस् बालन सरकार। जोसुकै सरकार आउन्, हुन त अहिले आउने भनेको अब बालन सरकार नै हो, तर जुनसुकै सरकार आए पनि यो चाहिँ नियम बनाइयोस्। हतियार काट्ने नियम बनाइएन भने हामी अब बालिकालाई जन्म दिँदैनौँ। यी पापीलाई बलात्कार गर्नलाई हामीलाई सस्ता छैनौँ र हामी दिँदैनौँ। त्यस कारण बाध्य नबनाइयोस् बालन सरकार। यो सबैले सेयर गरिदिनु होला। यो जनहितमा को लागि म भन्दैछु। यो यति सुन्दाखेरि हामी कति पीडित हुन्छौँ, कतै जान हामी सक्दैनौँ, त्यति डर हुन्छ। त्यस कारण यो सबैले यो सेयर गरिदिनु होला। मलाई भ्युज पाउनु छैन, म सामान्य मान्छे हुँ, सामान्य रमाउन खोजेको। तर यो जनचेतनाको लागि, यो जनताको, हामी कन्याको सुरक्षाको लागि, हामी नारीको सुरक्षाको लागि मैले भनेको हो। र यो सेयर गरिदिनु होला। धन्यवाद।